भ्रष्टाचारमा सहमति छ। सत्तामा जोसुकै होस्, सरकारमा जोसुकै आयो भने त्यसले केही फरक पर्दैन। सबै मिलिजुली बाँड्ने खाने ठुलो ठुलो बजेटहरू, परियोजनाहरू, सडक, रेलवे, रोड, हवाई अड्डाहरू जुनसुकै ठाउँमा पनि मिलिजुली खाने र सत्तामा जोसुकै भए पनि एक अर्कालाई संरक्षण गर्ने यो खेलमा नेपाल फसिरहेको थियो र आज पनि त्यही छ। अहिले यो नागरिक सरकारले अब के गर्छ हेर्ने लाग्छ। विभेदलाई हतियार बनाएर क्षेत्रीय दलहरू, पहिचानमा आधारित दलहरू चाहिँ एउटा सत्तासम्म, कुर्सीसम्म, पावरमा पुग्ने चाहिँ साँचो बनाउनु भएको छ। आफ्नो आसेपासे आफ्नो क्याडर, आफ्नो रिलेटिभ, आफ्नो परिवारको मान्छेहरूलाई चाहिँ पावरमा पुर्याउने, कुनै भागभण्डामा चाहिँ सामेल गराउने, व्यवस्थापन गर्ने, जागिर लगाइदिने, ठेकापट्टा दिदिने यस्ता खेलमा नेपाललाई फसाउनु भएको छ। आम नागरिक, आम जनतालाई चाहिँ व्यवस्था गरेर आफ्नो आसेपासेहरूलाई मात्रै अगाडि बढाउनुहुन्छ र त्यो जुन निमुखा गरिब जनताहरूको चाहिँ जीवनस्तर त्यहीँको त्यहीँ रहन्छ।